नमस्कार। यदि तपाईको ल्यापटपको स्क्रिनमा पनि यस्तै मेसेज अथवा यस्तै वाटरमार्क आइरहेको छ भने आजको यो भिडियो तपाईको लागि हो। ल्यापटपको स्क्रिनमा एक्टिभेट विन्डोज, गो टु सेटिङ्स टु एक्टिभेट विन्डोजको वाटरमार्क छ र तपाईको विन्डोज एक्टिभेट भएको छैन भने यसलाई कसरी यो वाटरमार्क हटाउन सकिन्छ भन्ने विषयमा आज मैले यो भिडियो बनाएको छु र यो भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नु होला। सबैभन्दा सुरुमा विन्डो प्लस आर, तपाईको किबोर्डबाट विन्डो प्लस आर प्रेस गर्नु होला र यो रन छ। रनमा तपाईले ओपनमा चाहिँ REGEDIT टाइप गर्नु होला। REGEDIT टाइप गरेर ओके गर्नु होला। त्यसपछि यो युजर एकाउन्ट कन्ट्रोलमा यो रजिस्ट्री एडिटर आउने छ र त्यसलाई तपाईले यस गरेर अगाडि बढ्नु होला। त्यसपछि यस्तो किसिमको विन्डो तपाईले देख्न सक्नुहुन्छ। त्यसमा एच की लोकल मेसिन यसलाई चाहिँ एक्सपान्ड गर्नु होला। यसलाई एक्सपान्ड गरिसकेपछि तपाई जानु होला सिस्टमलाई एक्सपान्ड गर्नु होला। सिस्टमलाई एक्सपान्ड गरिसकेपछि थर्ड नम्बरमा रहेको छ यो करेन्ट कन्ट्रोल सेटलाई एक्सपान्ड गर्नु होला। त्यसपछि तपाई जानु होला सर्भिसेसमा, त्यसलाई पनि एक्सपान्ड गर्नु होला र तल स्क्रोल डाउन गर्दै जानु होला। स्क्रोल डाउन गर्दै तल गइसकेपछि तल गएपछि तपाईले देख्नुहुनेछ SVSBC यसमा क्लिक गर्नु होला। SVSBC मा क्लिक गरिसकेपछि राइट साइडमा यहाँनेर स्टार्ट देख्नुहुनेछ। यो स्टार्टलाई राइट क्लिक गरिदिनु होला र मोडिफाईमा क्लिक गर्नु होला। त्यसपछि यहाँ कुनै एउटा भ्यालु डाटा देख्नुहुन्छ, त्यसलाई हटाएर यहाँ तपाईले 4 राख्दिनु होला। त्यसपछि ओके मा क्लिक गरिदिनु होला र यो विन्डो पनि बन्द गरिदिनु होला। यति गर्दा पनि यो एक्टिभेट विन्डो चाहिँ हटेको छैन, तर तपाईले एक पटक जब तपाईको ल्यापटपलाई अथवा डेस्कटपलाई रिस्टार्ट गर्नुहुनेछ, रिस्टार्ट गरिसकेपछि चाहिँ यो समस्या समाधान भएर जान्छ। र रिस्टार्ट भइसकेको छ र अब तपाईले यहाँ कुनै पनि वाटरमार्क देख्न सक्नुहुन्न। त्यसकारण यो समस्या समाधान भइसकेको छ। तपाईको पनि पक्कै समस्या समाधान भयो होला र आफूले जानेको कुरा अरूलाई पनि सिकाउनु होला, सेयर गर्नु होला। आफूले जानेको कुरा आफूले मात्रै राख्नु पाप हो। त्यसैले यो भिडियो तपाईलाई कस्तो लाग्छ कमेन्टमा लेख्नु होला। भिडियोलाई लाइक गर्न र एउटा सेयर गर्न चाहिँ नबिर्सिनु होला। हस्त आजलाई धन्यवाद। फेरि अर्को दिन अर्को भिडियोमा भेटौँला। हेर्दै गर्नु होला उत्सुक च्यानल।